मेरो हरेक कुरा हरेक चाहिँ बोलेको पोइन्टहरू एकदमै ध्यानपूर्वक सुन्नु होला र यहाँसम्म पुग्ने र उपचार गराएर फर्किनेसम्म म हरेक कुरा डिटेलमा भन्ने छु है। मेरो यात्रा सुरु हुन्छ गोरखपुरबाट म सुरु गरेँ, किनभने अब गोरखपुर पुग्नलाई लगभग धेरैलाई आइडिया हुन्छ गोरखपुर कहाँबाट जान सकिन्छ हैन। गोरखपुर पुग्नलाई अब भैरवबाट बुटोलतिरबाट पनि जान सकियो, त्यसपछि त्यहाँ गोरखपुर गएर त्यहाँबाट ट्रेनमा जान सकियो। अब ट्रेनको टिकटिङहरूको बारेमा लगभग धेरैलाई आइडिया नै होला। म यहाँबाट ट्रेनमा चढेँ गोरखपुरबाट र मेरो चाहिँ यात्रा सिधै गोरखपुरबाट पठानकोटको थियो। पठानकोटसम्म ट्रेन थियो र पठानकोटबाट फेरि धर्मशाला जुन चाहिँ हिमाचलको क्यापिटल हो धर्मशाला चाहिँ बसमा जानुपर्छ। म चाहिँ ट्रेनमा गोरखपुरबाट सिधै पठानकोटको ट्रेनको टिकट पाएँ। योभन्दा पहिला म जाँदा लखनऊबाट अमृतसर पन्जाबको अमृतसरको ट्रेनमा गएको र अमृतसरबाट फेरि पठानकोटको ट्रेनमा त्यहाँबाट लोकल ट्रेनमा चढेर गएको थियौँ म र मेरो वाइफ। अनि त्यसपछि पठानकोटबाट फेरि हामी धर्मशालासम्म फेरि बसमा गएको थियौँ। धर्मशालाबाट थोरै टाढासम्म चाहिँ उ रहेछ। अब म यहाँबाट गोरखपुरबाट ट्रेन चढेर पठानकोट पुगेँ अनि पठानकोटबाट फेरि पठानकोटबाट त्यहाँ झरेर त्यहाँबाट बाहिरबाट चाहिँ सिधै धर्मशाला भन्ने ठाउँको बस पाइन्छ। अनि जुन हस्पिटलमा हामी जान खोजिरहेको छौँ त्यो हस्पिटल चाहिँ शिवपुर भन्ने ठाउँमा रहेछ, जहाँसम्म चाहिँ हामी बसमा जानुपर्छ। पठानकोटबाट हामी बसमा शिवपुरको लागि जानुपर्छ। धर्मशालाको बसमा चढ्दा शिवपुर भनेको धर्मशालाको नजिकै पर्छ। अनि त्यहाँ ट्रेनको बाटो चाहिँ छैन। हामी ट्याक्सीमा अब 3-4 जना छौँ भने हामी ट्याक्सी रिजर्भ गर्दा पनि भयो। पहाडको बाटो हो, एकदम राम्रो सफा हैन, ज्यादा रमाइलो लाग्ने ठाउँ रहेछ। हामीसँग अप्सन भनेको ट्याक्सी अनि त्यसपछि बस नै हो भनौँ। त्यहाँबाट रिजर्भ गरेर पनि जान सकियो, सेयरिङमा पनि ट्याक्सीहरू गएको हुन्छ, त्यहाँ जान सकियो। म त्यहाँ शिवपुर पुगेँ, त्यहाँबाट चाहिँ थोरै हिँडेर लगभग 200-300 मिटर होला जहाँ चाहिँ हामी बस्ने गर्छौँ। जुन होटलमा चाहिँ यहाँबाट गएर त्यहाँ बस्ने ठाउँ छ। अब म पहिला गएको भएर मलाई यो पहिले सबै डिटेल थाहा छ, म त्यहाँ चाहिँ भिडियोहरू बनाएँ हैन। यो जुन तपाईँ हेर्दै हुनुहुन्छ अहिले दृश्यमा यो होटल भन्दा नि होमस्टे हो। अनि यहाँ चाहिँ बस्न लगभग यो हस्पिटलको आसपास वरिपरि जति होटलहरू छ त्यहाँ बस्नलाई लगभग 500 रुम पाइन्छ। हामी जतिजना बसे पनि भयो होइन, 2-3 जना फ्यामिलीको। यहाँ चाहिँ गुरुङ होमस्टे भन्ने छ, यो चाहिँ नाम हेरेर अलिकति सरप्राइज हुनु होला, गुरुङ छ। अनि यहाँभित्र गएपछि म चाहिँ पहिले नै फ्यामिलियर छु, किनभने म पहिले गइसकेँ, यहाँ आन्टी भनेर बोलाएँ। अनि अब नेपाली भाषा सुनेर सरप्राइज नहुनु होला, किनभने उहाँले नेपाली बोल्न आउँछ। उहाँहरूले पहाडी भाषा वा नेपाली भाषा पनि भन्नुहुन्छ यसलाई। मुनि नेपाली हो। यहाँको आसपासको भ्यू अनि यहाँको हावा अनि त्यसपछि यहाँबाट हावा जङ्गलको उसबाट आएको एउटा सुगन्ध छ जुन चाहिँ बिरामीलाई एटोमेटिकल्ली केही पर्सेन्ट चाहिँ सन्चो बनाउँछ जस्तो लाग्छ। क्यामेरा साह्रै हल्लियो होइन, किन होला मैले ख्याल गरेन कि के रेकर्ड गर्दा। अनि त्यसपछि यहाँ यो होमस्टे चाहिँ यो आन्टीको हो चाहिँ, आन्टी एकदम राम्रो अनि बोल्ने। अब म नेपाली बोल्दा उहाँहरू सरप्राइज हुनुभयो। म नेपालबाट हो भन्दा चाहिँ उहाँहरूले, तर उहाँहरू चाहिँ खास रेसिडेन्ट इन्डियन नै हो, तर उहाँहरूले हाम्रो भाषा नेपाली हो भन्नुहुन्छ। अब के हिस्ट्री छ, हिस्ट्रीवालालाई अलि थाहा पनि होला, हल्का मलाई पनि थाहा छ यो हिमाचलको हिस्ट्री है। यहाँ चिया एकदम फ्यामिलीको इन्भाइरोमेन्ट छ। अब यो हस्पिटल जाने दिन मर्निङमा म बेलुका पुगेँ होइन। यहाँ म के भन्न चाहन्छु भने जस्तै यदि गोरखपुरबाट ट्रेन सिधै पठानकोटको ट्रेन पाइन्छ भने हामी चाहिँ एकदम छिटै पुग्छौँ, एकदम सजिलो हुन्छ त्यहाँ पुग्न। के छ भने अब यदि चाहिँ तपाईँ गोरखपुरबाट मेरो ट्रेन चाहिँ गोरखपुरबाट थियो 11 बजे होइन, अनि म दोस्रो दिन लगभग 1 बजेतिरको
1 बजेतिर मलाई पठानकोट पुर्यायो है। तपाईँ अब त्यही 27-28 घन्टाको जति ट्रेन थियो। अनि त्यसपछि त्यहाँबाट फेरि पठानकोटबाट हाम्रो चाहिँ धर्मशालाको उसमा बसमा आएको थिएँ मैले। त्यहाँबाट 4 घन्टा लाग्यो, साँझ पुगेँ। साँझ केही नगरिकन सिम्पल्ली अब त्यहीँ मतलब साँझ 4-5 बजीतिर पुगेको थिएँ। चिया खाएँ, घुमेँ। अनि त्यसपछि राति त्यहीँ सुतेँ, यही होटलमा सुतेँ, होटल न होमस्टे भनौँ होइन। अनि त्यसपछि भोलिपल्ट बिहान अब यो उहाँले आलु पराठा बनाउनु भएको थियो। आलु पराठा एकदम मिठो बनाउनुहुन्छ। अनि आलु पराठा अनि चिया खाएर म चाहिँ फेरि हस्पिटलमा जाने तयारीमा थिएँ। यहाँबाट उहाँ मलाई चाहिँ नास्ता दिएर अनि आफू पनि केही खान्छु। अनि त्यसपछि उहाँ पनि आफ्नो काम गर्नुहुन्छ, म हस्पिटल जान्छु भन्ने प्रिपरेसनमा थिएँ। यहाँ चाहिँ यो ठाउँमा बस्न गर्न मलाई एकदम भनौँ न, यहाँ गएपछि 2-4 दिन, 10 दिन, 1 महिना जति बसे पनि केही अप्ठ्यारो फिल हुँदैन, रमाइलो नै लाग्छ। अब यहाँ नास्ता गरेपछि फेरि चाहिँ म हिँड्छु उता हस्पिटल जान। यो चाहिँ होमस्टेदेखि तपाईँको लगभग 200 मिटर टाढा छ, 200-300 मिटर छ, त्यही नजिकै छ भनौँ होइन, टाढा त के भनौँ। अनि त्यहाँबाट त्यो होमस्टे अनि यसको त्यहाँबाट बाहिर बिल्डिङै देखिन्छ उसको, त्यो हस्पिटलको। म यहाँ अहिले भिडियो बनाउँदा ठ्याक्कै उसको नाम भन्छु हजुरलाई। नाम चाहिँ अलि यसको नामले चिन्नुभन्दा नि यो हस्पिटललाई धेरै जसो के अरे क्यान्सर हस्पिटलको नाममा पनि अलिकति प्रसिद्ध छ यो है। त्यसपछि ल यो हेर्नु होला, भिडियो पज गर्नु होला होइन। फ्यान्डे त्यो के रहेछ है, हजुर यो चाहिँ अब यो यहाँ रहेछ होइन, फ्यान्डे चेक योङ नामको हस्पिटल रहेछ। र अलि क्लोजबाट हेर्नुहुन्छ भने तल चाहिँ सोरिङ तिब्बतियन हर्बल क्लिनिक भनेर छ होइन। भिडियो पज गरेर हेर्नु होला। यहाँ अब चाहिँ यहाँबाट मैले भिडियो बनाउँदैछु। यो चाहिँ यहाँबाट ठ्याक्कै पुरै बिल्डिङ देखिन्छ। यो क्लिनिक भनेछ होइन, सोरिङ तिब्बतियन हर्बल क्लिनिक भन्छ। अनि बिल्डिङ यो 2टा बिल्डिङ हो। यसमा चाहिँ केही स्टे गर्ने के अरे त्यसरी एडमिट गर्ने चाहिँ छैन, सिम्पली मेडिसिन दिने मात्रै हो। अनि यहाँ चाहिँ सिस्टम जुन छ अलिकति अर्कै छ है। यो सिस्टम अहिले म सिम्पली बुझाउँछु। यहाँ चाहिँ कसरी नम्बर लगाउने र कसरी चाहिँ आफ्नो पालोमा कसरी आउने अलिकति भनौँ न अलिकति गाह्रै छ बुझ्न र गर्न। सुरुमा जाँदा बहुत अप्ठ्यारो हुन्छ। तपाईँले ध्यान दिएर सुन्नुभयो भने एकदम इजी हुनेछ है। यो भवन हो, यो चाहिँ अगाडि देखेको भवन। यहाँ चाहिँ नाइट स्टे त्यसरी गेस्ट हाउस जस्तै तल क्लिनिक अनि माथि गेस्ट हाउस जस्तो बनाउनु भएको छ। 500 चाहिँ फिक्स चाहिँ हरेक कोठाको। यहाँ वरिपरि जति चाहिँ होमस्टेहरू छ, होटल त्यसरी चाहिँ होटल भनेर छैन, होमस्टे भन्ने छन्। होमस्टेमा चाहिँ तपाईँको लगभग 500 अनि कुनैमा अलिकति सानो एकजनालाई बस्न मिल्ने कोठा बनाएको छन्। त्यहाँ चाहिँ 300 सम्म पनि छ। अनि यहाँ हस्पिटलको आफ्नो अनि एउटा चाहिँ राम्रो सबभन्दा राम्रो के आयो भने यहाँ चाहिँ हरेकमा एकदम निट एन्ड क्लिन है गर्ने, सबै सफा होइन। त्यस्तो चाहिँ कुनै पनि उसमा चाहिँ घिन लाग्ने हुन्छ नि त्यस्तो चाहिँ छैन, एकदम राम्रो सफा छ। अनि अरूभन्दा नि यहाँ मान्छेहरू जति छन् नि त्यो अब कसैसँग केही सोध्यो गर्यो होइन, मान्छेहरूको व्यवहार बोल्ने तरिका हरेक चाहिँ यति राम्रो छ नि, यति मिठो छ नि कि मान्छेसँग चाहिँ अब कहीँ नजिकैको ठाउँ सोध्यो भने त्यहाँसम्म लगेर पुऱ्याइदिने गर्ने। सुरुमा झट्टै हेर्दा के हो अलिकति मतलब आफूलाई डाउट लाग्ने होइन, त्यस्तो पनि हुनसक्छ। तर मान्छे चाहिँ एकदम राम्रो लाग्छ नि यहाँ, मान्छे एकदम राम्रो, मिठो बोली अनि के अरे हरेक चाहिँ उसमा चाहिँ हेल्प गरिदिने। अब यो मर्निङ टाइममा लगभग प्रायः मान्छे आए हुन्छन्, कोही टाढाबाट आएको हुन्छन्, कोही चाहिँ अर्कै देशबाट पनि आएको हुन्छन्। अस्ति हामी आउँदा एउटा फ्यामिली चाहिँ उसको त्यो अजरबाइजानकै ठाउँको आएको थियो, कुन देशको होइन। त्यसरी विदेशीहरू पनि आउँछन्। अनि अल ओभर इन्डियाबाट आउने नै भए। हाम्रो नेपालको पनि केही पेसेन्टहरू चाहिँ यहाँ आएको। त्यो आन्टीसँग सोद्धा उहाँले त्यो एकजनाले आफ्नो बच्चालाई क्यान्सरको बुटोल पाल्पाको कुन ठाउँको उपचार गराउन आउनुहुन्थ्यो। अब क्लिनिकमा हेर्नु है, यो ठाउँ यति हो। यहाँ चाहिँ यही डाक्टर साहब बस्नुहुन्छ, यतापट्टि यहाँ रिसेप्सन छ होइन। अनि यता चाहिँ नोटिस बोर्डहरू छ, यहाँ कुन उपचार हुन्छ भने। यहाँ नोटिस बोर्डमा एउटा माथि के छ भने यहाँ चाहिँ
उसको एड्स र हात्तीपाइले फिलेरिया लेखेछ क्या, हात्तीपाइले र एड्स बाहेक अरू सबै उपचार हुन्छ भन्छन्। अनि यहाँ आउँदा पनि कस्तो रमाइलो छ भने यहाँ चाहिँ त्यो मतलब केही हस्पिटलको फिलिङ नै नआउने कि, मतलब हस्पिटलमा आएँ बिरामी यताउता हुन्छ नि, फोहोर हुने कहीँ के हुने अलिकति गनाउने त्यस्तो केही पनि नै, एकदम राम्रो सफा होइन। चिटिक्क यहाँबाट चाहिँ मेडिसिन लिने हो, उताबाट चेकअप हुन्छ, त्यहाँ हो त्यो ढोका देखिरहेको ठाउँबाट यहाँ भित्र गएर त्यहाँ डाक्टर साहब बस्ने त्यही हो, उहाँ चेक गर्नुहुन्छ अनि यहाँ रसिद काट्नुहुन्छ। यो नोटिस बोर्डको साइडमा यहाँ चाहिँ रसिद काट्नुहुन्छ मेडिसिनको कति भयो। यहाँ म्याक्सिमम भनेको 2 महिनाको औषधि मात्रै दिने रहेछन्, 1 महिना र 1 महिना कि 2 महिनाको लाने भनेर सोध्नुहुन्छ उहाँहरू। अनि अब तपाईँ 1 महिनाको लानुहुन्छ भने लगभग होइन एभरेज प्राइस 1000 भन्दा कमै हुन्छ, 1000 को हाराहारीमा हुन्छ र 2 महिनाको लानुहुन्छ भने 2000 को हाराहारीमा भनौँ न। हाम्रो चाहिँ 1600 थियो होइन 2 महिनाको। यहाँबाट हामी चाहिँ यो नम्बर लगाउँदा हाम्रो टोकन लिन पर्छ, कच्चा नम्बर र पक्का नम्बर भन्ने हुन्छ है। यसमा अलिकति के बुझिदिनुहोस् भने जस्तै हामीले सुरुमा यहाँ मेरो 32 आयो टोकन है। अब जस्तै सुरुमा आउँदा पहिला यहाँ आफ्नो नागरिकता वा आधार कार्ड, इन्डियन हो भने आधार कार्ड, नेपाली हो भने नागरिकता उ गरेर राखेर यहाँ चाहिँ नम्बर लगाउन पर्छ। म अलिकति डिटेलमा फेरि भनिदिन्छु, अलिकति राम्रोसँग बुझ्नुहोस् यो कुरा होइन। कस्तो हुन्छ भने जस्तै यहाँ चेक गराउन गइयो, सुरुमा रुल के छ भने पेसेन्ट आफै वा पेसेन्टको घरको कोही पनि एकजना मान्छे जसको चाहिँ मतलब पेसेन्ट अबसँग त्यहाँ आइडी पनि हेर्ने गर्ने अलिकति हल्का गर्दो रहेछन् कि को हो घरबाट आएको। अनि पेसेन्टको सुरुमा जाँदा युरिन लिएर जानुपर्छ, पेसेन्टको युरिन अनि पेसेन्टको कार्ड अनि त्यसपछि आफ्नो केही कार्ड होइन। अब हामी नेपालबाट जाँदा त नागरिकता लिएर जाने वा लाइसेन्स लिएर जाने। त्यसपछि त्यहाँ गएपछि सुरुमा जस्तै बिहान 7 बजेदेखि नम्बर लगाउन सुरु गर्छन् भने क्लिनिक चाहिँ 9 बजे खुल्छ, 9 बजे 10 बजेतिर फर्स्ट डे चाहिँ गयो भयो होइन। अनि त्यहाँ गएपछि सुरुमा आफ्नो नागरिकताको फोटोकपी लिने, माथि त्यही क्यान्टिन देखाएँ मैले, क्यान्टिनमा चाहिँ माथि फोटोकपी हुन्छ र त्यहाँ एउटा भाडो पाउँछ युरिन कलेक्सनको लागि, त्यहाँबाट एउटा भाडो लिए पनि भयो, 10 रुपियाँमा पाउँछ होइन। अनि फोटोकपी गराउने, फोटोकपी गराएपछि अनि तल त्यही जहाँ त्यो अस्ति अघि नै त्यो म्याडमले बोलिरहनु भएको थियो त्यही म्याडम बसेको ठाउँमा टेबलमा लगेर राखिदिने, एउटा ढुङ्गा राखेको हुन्छ त्यहाँ राखिदिने। अनि त्यसपछि 3 बजे आउने फेरि। त्यसपछि अब 10 बजे मानव राख्यो भने तपाईँ अब 10 बजेपछि 2 बजेसम्म 2-2:30 बजेसम्म जहाँ जानुहोस् जे गर्नुहोस्, तर त्यहाँ 3 बजे फेरि पुग्नुहोस्। 3 बजे आएपछि तपाईँलाई एउटा नम्बर दिनुहुन्छ, त्यो अघि नै मैले 32 मेरो थियो देखाए जस्तो त्यो नम्बर दिनुहुन्छ र त्यो नम्बर त्यो कार्ड तपाईँ आफूसँग लिएर अनि आफू बस्ने ठाउँमा जानुहोस्। अनि त्यहाँ गएपछि फेरि तपाईँको त्यहाँ अगाडि त्यो नोटिस बोर्डमा एउटा नम्बर छ, वाट्सएप नम्बर, त्यो वाट्सएप नम्बर तपाईँ सेभ गर्नुहोस् आफ्नो मोबाइलमा अनि त्यो हेरिराख्नुहोस्। हरेक दिनको 4:30 बजे त्यो प्रोफाइल पिक चाहिँ उसको वाट्सएपको प्रोफाइल फोटो जुन हुन्छ त्यो अपडेट हुन्छ अनि त्यसमा कति टोकनसम्म डाक्टरले चेक गरिसक्नुभयो भनेर देखिन्छ, कतिसम्म चेक गरिसक्नुभयो ख्याल गर्नुहोस् है। अनि जस्तै मानौँ तपाईँको अब म 32 पाएँ होइन, अब डक्टरले त्यहाँ मानौँ डक्टरले त्यहाँ 50 के अरे यसमा प्रायः धेरै कन्फ्युज हुने रहेछन् है। कस्तो हुँदो रहेछ भने जस्तै तपाईँको अब मानौँ त्यहाँ चाहिँ जति कलेक्सन मानौँ 150 जनाको कलेक्सन भएको छ भने उहाँहरू त्यो डाक्टर साहबले एक दिनमा 70 जनालाई चेकअप गर्नुहुन्छ है। अनि मानौँ 150 जनाको फाइल त्यहाँ 150 जनाले आफ्नो आइडीको फोटोकपी राखेछन् भने, आफ्नो नागरिकताको फोटोकपी राखेछन् भने अनि तपाईँको त्यहाँ राखे मध्ये कति नम्बर हो, जस्तै मानौँ तपाईँको नम्बर यदि 50 भन्दा कम छ भने होइन, 50, 60, 70 भनौँ न, 70 भन्दा कम छ भने तपाईले त्यो एउटा अब पक्का नम्बर आज पाउनुहुन्छ होइन। अनि पक्का नम्बर जस्तै म 32 पाएँ नि, तपाईले 70 सम्म पाउनुभयो भने तपाईको अब त्यो अब आउने नम्बरमा भोलि वा पर्सि तपाईको पालो आउँछ। यदि तपाई त्यहाँ त्यो टोकन पक्का टोकन नम्बर पाउनु भएन भने अब तपाईको भनौँ न 70 भन्दा माथि छ, 100 छ, 150 छ भने तपाई आज पाउनुहुन्न, तपाई भोलि फेरि 3 बजे त्यहाँ जानुस् अनि 3 बजे त्यहाँ पक्का नम्बर चाहिँ तपाईको पालो आछ भने पाउनुहुन्छ। तपाईले त्यो सिरियल कतिसम्म पुगेछ भने सिरियल नम्बर उहाँले भनिदिनुहुन्छ। अब जस्तै हिजो आएको अस्ति आएको कति छन् हैन, त्यसमा चाहिँ त्यो रेशियोमा कति जनाको बाँकी छ भने त्यसरी तपाईको जस्तै मानौ 400 परेछ अनि आज 400 तपाईको कच्चा नम्बर छ, त्यहाँ कच्चा नम्बर दिन्छ एउटा है लेखेर, तपाईको 400 कच्चा नम्बर छ भने त्यो अब आज मानौ 350 जनाको आज साँझ 4:30 बजे तपाईको त्यो उहाँको प्रोफाइल अपडेट हुँदाखेरि मानौ चेकअप तपाईको के रे 400 सम्मको चेकअप भइसक्यो भन्ने आयो भने तपाईको 450 हो भने तपाई भोलिपल्ट भन्नाले
3 बजे त्यो दिन नेक्स्ट डे तपाईँ 3 बजे जानुहोस् अनि 3 बजे तपाईँ पक्का नम्बर पाउनुहुन्छ। अनि पक्का नम्बर तपाईँको त्यही 70 भन्दा को आसपासमा हुन्छ, मतलब 70 भन्दा तलै हुन्छ। अनि तपाईँको भोलि तपाईँको पालो आउँछ भन्ने बुझिन्छ। यो अलिकति डिफिकल्ट हो, त्यहाँ गएपछि त्यो अलिकति सिस्टम के बनाएको छ के भनेर त्यहाँ गएपछि गरेपछि 1-2 दिनमा बुझ्नुहुन्छ। अनि यति गरेपछि तपाईँको नर्मल्ली चेकअप भइहाल्छ। यो ठाउँ कस्तो छ भने तपाईँको मान्छे धेरै ठाउँमा उपचार ठुल्ठुला अस्पतालमा उपचारहरू गराएर क्यान्सरको केको होइन, अनि लास्टमा आउने गरेको धेरै देखियो। अनि आसपासको त्यहाँ पन्जाबको मान्छे भेटेँ मैले, पन्जाबको त प्राय आउँदो रहेछन्, अनि यता युपीतिरको पनि जाँदो रहेछन्, बिहारको पनि जान्छन् होइन। अनि गुजरातीहरूमा गुजरातको धेरै देखेँ, धेरै चाहिँ त्यहाँ अब मानसिकदेखि लिएर क्यान्सर, अनि त्यसपछि पेटको समस्या, अनि त्यसपछि अरू अब हुन्छ नि महिलासँग सम्बन्धित समस्याहरू त्यो चाहिँ धेरै भेटेँ। अनि आजसम्म भनौँ त्यहाँ अब एकचोटि जाँदा 10 दिन बस्यो, 10-12 दिन जति बसेँ, अनि अहिले जाँदा 5-6 दिन बसेँ होइन। त्यहाँ मान्छे कोही पनि त्यस्तो मेरो सन्चो भएन अथवा मतलब होइन त्यति काम गरेको छैन होइन, म दोस्रोचोटि आएको छु अहिले त्यति राम्रोसँग काम गरेको छैन भने त्यसरी भेटेनन्। अब एकपटक क्वेसन आउँछ होला दिमागमा कि होइन एकपटक उयो उपचार के अरे औषधि लिएर गयो काम गरेन भने त त्यो आउँदै आउँदैन नि, अनि त्यो काम गर्यो कि नै त्यो अरू आएकोलाई मात्रै सोद्धा त सबै मतलब राम्रै छ भन्ने लाग्छ। तर त्यहाँ अब एकजना पन्जाबी यो पटक जाँदा एउटा पन्जाबी भेटेको थिएँ, त्यसले म 4 जना मतलब यहाँ 4 जना क्यान्सरको पेसेन्ट लिएर आइसकेँ, त्यसमध्ये 1 जना त अब मतलब यो यसको टाइम धेरै बाँकी छैन, मतलब 1-2 महिनामै मर्छ भन्ने जस्तो मान्छे अब घरेलु आफ्नो पुरै काम गरिरहेछ अरे भन्दै थियो। त्यो चाहिँ मलाई एकदम सरप्राइजिङ लाग्यो। अनि नयाँ पनि भेटेँ, नयाँले अब मसँग सोद्धा पनि मैले पनि अब भन्नै पर्यो होइन म लगेँ 3 महिना, अब यो तेस्रो 3 महिना होइन तेस्रो महिना चलिरहेछ, 3 महिनाको औषधि खुवाएँ एकदम राम्रो छ, औषधि सस्तो पनि र यति औषधि खुवाउँदा पनि यताको औषधि खुवाउँदा पनि यस्तो राम्रो काम नगरेको भन्ने त म पनि भन्न पर्यो। अनि यो एक्सपिरियन्स सुनाउने भन्ने, अनि त्यहाँ अब अरूसँग सोद्धा पनि जस्तै त्यहाँ अरू मान्छेसँग बाहिरी मान्छेसँग त्यहाँ बजारको मार्केटमा सोद्धा, त्यहाँ धर्मशालामा गएर यसरी त्यहाँ छ के छ यो अस्पतालको रेपुटेसन भन्दा बहुत राम्रो छ यताउता हरेकले चाहिँ मतलब सरप्राइजिङहरू भन्दा नि कहीँ केही धेरै मान्छे वाक्क लगाएर उपचार गराउँदा थाकिएको मान्छेहरू आउँछन् अनि यहाँ चाहिँ गराउँदा अब यिनीहरूको स्वार्थ पनि खासै हुन्न, किनभने त सस्तो छ अस्पताल, त्यस्तो लुटेर टाइपको अस्पताल पनि होइन, सिम्पल। अनि त्यसपछि हरेक कुरा सिस्टममा, अनि सिम्पल्ली तपाईँको उनीहरू त्यो फिक्स औषधिको प्राइजहरू फिक्स छ, अनि मान्छे पनि एकदम सोझो, त्यस्तो धेरै लुट्न खोज्ने कहीँ केही चलखेल यताउता केही देखिँदैन, त्यही भएर एकदम विश्वास पनि लाग्छ। अब यही थियो मेरो एक्सपिरियन्स। अब अरू केही डिटेलमा बुझ्न अथवा मसँग केही सम्पर्क गर्न पऱ्यो भने तल मैले डिस्क्रिप्सनमा आफ्नो इमेल आइडी राखिदिन्छु, मेल गर्दा हुन्छ। अरू चाहिँ पोसिबल छ भने हेर मोबाइल नम्बर अब कतिको राख्न मिल्छ मिल्दैन, यही हो। ठाउँ चाहिँ एकपटक अब हरेक ठाउँ भनौँ न उपचार गराउँदै थाकेपछि अब केही नभेटेपछि ल एकपटक चेक गर्नलाई कम्तीमा भिजिट गर्न मेरो चाहिँ सल्लाह छ, जोसुकै पनि, किनभने म पनि धेरै दुःख पाएर अनि लास्टमा त्यहाँ जाँदा मलाई राम्रो लागेर भनेको हो। ल भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।